आहो साथीहरू, तपाईँहरूले बसन्तपुर र विशाल बजारको यस्तो रमणीय भ्यू अहिलेसम्म देख्नुभएको छ कि छैन? कमेन्ट मार्फत कमेन्ट गर्नुहोला भन्दै आजको भिडियो यसरी सुरु हुन्छ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल सो न्यानो भ्लग्समा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ मैले विशेष गरी काठमाडौँको रोडहरूमा रहेको पसलहरू कस्तो हुन्छ त भन्ने कुरा देखाउन खोजेको छु। सो त्यही कुराहरू मैले देखाइरहेको छु। फुल पसलहरूदेखि लिएर विभिन्न मिठाई पसल, कपडा पसलदेखि लिएर एकदम नेपाल क्राफ्टका सामानहरू पनि तपाईँहरूले देख्न सक्नुहुनेछ यो भिडियोमा। भने अहिले चाहिँ मैले तपाईँहरूलाई फलफुल र विभिन्न मिठाईहरूको पसलहरू चाहिँ देखाउन गइरहेको छु। यतातिर देख्न सक्नुहुन्छ पिमिरो भब्बु पनि रहेछ भने अर्कोतिर चाहिँ च्याउ गोदामै देख्न सक्नुहुन्छ। यतातिर चाहिँ हेर्नु न कति धेरै स्याउहरू पनि रहेका छन्, हरिया पहेँला होइन, भर्खर भर्खर पागिरहेका, पाग्नै बाँकी भएका। यहाँ फेरि कति राम्रो गुलाबको फुल पनि तपाईँहरूले देख्न सक्नुहुन्छ भने यतातिर कपडा पसलहरू पनि त्यत्तिकै भव्य र सभ्य रहेको छ। भने अहिले चाहिँ म विशेष गरी इन्द्र चोकबाट म विशाल बजार अर्थात् बसन्तपुरतिर जाँदैछु। त्यो वेबाट देखिने भ्यूहरू, देखिने पसलहरू, विभिन्न रमणीय र जुन दृश्य अवलोकन गर्न मिल्ने खालका कुराहरू, जुन मन्दिरहरू अनि साना साना यी रिक्साहरूदेखि लिएर विदेशी पर्यटकहरू, सम्पूर्ण कुराहरू अनि बाटोको पसलहरू पनि देखाउने कोसिस गरेको छु। र बाटोको गल्लीहरू, यी यस्ता मठ मन्दिरहरू सो यता पनि रहेका छन्। भने अब म उता पनि जानेवाला छु। उताबाट के कुरा अर्थात् के कस्ता भ्यूहरू देखिने रहेछ त्यो पनि म तपाईँहरूलाई देखाइरहेको छु। मन्दिर चाहिँ जोस् एकदम बबालाई सुनकै मन्दिर जस्तो देख्न सक्नुहुन्छ। भने यहाँ नानी बाबुहरू फेरि पुरा नाङ्लोमा के राखेर चाहिँ अगाडि बढिरहनु भएको छ। म पनि हेरिरहेको छु। जोस् यहाँको हेर्नु न पुरा नाङ्लोमा के राखेर चाहिँ मस्तै हिँडिरहेका छन्। भने यता विदेशीहरू फेरि के गरेका होलान् भनेर टुवा परेर हेरिरहेका छन्। भने यतातिर चाहिँ मस्त मिठाई पसलहरू हेर्नु न, देख्दाखेरि नै खाम लाग्ने कुराहरू देखाइरहेको छु साथीहरू। सो तपाईँहरूलाई पनि खाम लाग्यो होला है, मलाई पनि खाम लागेको छ। अनि यता तिहारको रौनक सकिसकेको छ, त्यही भएको हुनाले पुरा यतातिर सजावट गरेका छन् पसलहरूमा। सो यो चाहिँ लक्ष्मी पूजाको दिनमा गर्ने गरिन्छ विशेष गरी, अनि त्यही भएको हुनाले अहिलेसम्म पनि रहिरहेको छ। यो चाहिँ विशेष छ विशाल बजारका भ्यूहरू, विशाल बजारको रोडहरू, विशाल बजारको पसलहरू, विभिन्न ज्वेलरी पसल, क्लोथिङ प्लस पसल, विभिन्न किराना पसल, होलसेल पसल, स्विट्स पसलहरूको चाहिँ भ्यूहरू तपाईँले हेरिरहनु भएको छ। सो यहाँ पनि बवालै गर्नुभएको रहेछ लक्ष्मी पूजा चाहिँ। सो अहिलेसम्म पनि रहिरहेको रहेछ। हेर्नु न कति मजाको फुल। भने अब म यतातिर पस्दैछु। यतातिर पनि लगभग एकदम राम्रो सुन पसल रहेछ यहाँ चाहिँ। सो यहाँको भ्यूहरू पनि तपाईँहरूले हेरिरहनु भएको छ। म पनि हेरेर एकदम मग्धमा रहेको छु। भने यतातिर पुरा अलिकति ट्राफिक जाम पनि भएको जस्तो फिल मलाई भइरहेको छ। सो विशाल नगरतिर हेर्दै गर्दाखेरि यहाँको घरहरू चाहिँ पुरै सेतो नै रहेको छ। जुन एकदम यो घरहरू हेर्दै गर्दाखेरि हिमाली भेगका घरहरू जस्तै। भने यतातिर चाहिँ सानो पसल पनि राख्नु भएको रहेछ। यो चाहिँ पेटी पसल भनिन्छ नेपाली भाषामा। भने यो चाहिँ सानो पसलहरूमा चाहिँ सबै कुराहरू घरयासी हाउस होल्डको लागि युज हुने कुराहरू, यहाँ चाहिँ साना ढाका टोपीहरू, कपडाहरू, मखमलका कपडाहरू, अनि यहाँ चाहिँ बिमिरो लगायत सम्पूर्ण अमिलो वस्तुहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। भने यतातिरको भ्यूहरू भनेको चाहिँ पुरा कपडा पसलहरू चाहिँ देखिन्छ। जुन पसलहरू चाहिँ पुरा एकदम सफा हराभरा युक्त होइन। रोड पनि त्यत्तिकै बवालै छ, किनभने यो काठमाडौँ मेट्रोपोलिस सिटी रहेको कारणले गर्दाखेरि एकदम बवालै छ। अब चाहिँ म विशेष गरी यो विशाल नगर
विशाल बजारभित्र चाहिँ म प्रवेश गरिसकेको छु। यो विशाल बजार चाहिँ किन भनिँदो रहेछ भन्दै गर्दाखेरि यहाँ चाहिँ धेरै पसलहरू छन्। एउटा ठुलो घर भवन रहेको छ, त्यो भवनभित्र चाहिँ ठुला एकदम बब्बाल पसलहरू भएको हुनाले चाहिँ विशाल बजार, जुन बजारी जस्तै देखिन्छ यहाँभित्र आएर तपाईँहरू पनि हेर्न सक्नुहुन्छ साथीहरू। सो तपाईँहरू कहाँदेखि हेर्नुहुन्छ कमेन्ट गर्नुहोला। भने मैले चाहिँ अहिले तपाईँहरूलाई देखाइरहेको भ्यू चाहिँ विशाल बजारको रहेको छ। यहाँ चाहिँ पुरा लिफ्टिङ पाइडलदेखि लिएर सब कुराहरू रहेको छ। तिहार सकिए लगतै यहाँको झिलिमिली बत्तीहरू चाहिँ अझै पनि रहेको छ झिलिमिली। सो त्यही भएको हुनाले एकदम क्युट देखिरहेको छ यहाँको भ्यूहरू। भने यहाँका मालाहरू अझै पनि सुकेका रहन्छन्। एकदम खुसी लाग्यो यो मालाहरू हेर्दै गर्दाखेरि। एकदम बवाल र धमाकेदार रहेको छ। सो अनि यतातिरको पसलहरू पनि त्यत्तिकै बवालै छ। सो म चाहिँ हिँडेर भिडियो बनाइरहेको छु तपाईँहरूलाई पनि देखाउनको लागि र फुल इन्टरटेन होस् भन्नको लागि पनि म यहाँभित्र पसेको छु विशाल बजारभित्र। भने अब यहाँभित्र फ्रन्ट साइडतिर आइसकेको छु। फ्रन्ट साइडतिर चाहिँ हल्का कलरिङ कुराहरू पनि तपाईँहरूले देखिरहनु भएको छ। यहाँभित्र चाहिँ के रहेछ त त्यो पनि म तपाईँहरूलाई देखाउने नै छु। यहाँ चाहिँ दुईजना मस्त बसेर हेरिरहनु भएको रहेछ। यो चाहिँ लक्ष्मी पूजा दिनमा चाहिँ टक्क विशाल बजार भनेर चाहिँ यहाँ चाहिँ लक्ष्मी पूजा गरेको स्थान चाहिँ यहाँनिर रहेछ साथीहरू। सो एज यु क्यान सी तपाईँहरूले देख्न सक्नुहुन्छ विशाल बजार व्यापार के होइन सङ्घ एन्ड कोर एलटिडी भनेर पनि लेखिएको रहेछ। जस बवालै लाग्यो मलाई। यहाँहरूको आर्टलाई एकदम स्याल्युट गर्न चाहन्छु। एकदम म मान्छु जस्तो यस्तो आर्ट बनाउन सक्नु भनेको राम्रो मानिन्छ। जुन विदेशीहरूले पनि हेरेका छन् भने भिडियो मार्फत तपाईँहरूले पनि हेरिरहनु भएको छ भने अब चाहिँ म विशेष गरी विशाल बजारबाट चाहिँ म बसन्तपुरतिर चाहिँ गइरहेको छु। बसन्तपुरतिरको पसलहरू, यहाँका पर्यटकहरू, यहाँका विभिन्न भ्यूहरू तपाईँहरूलाई देखाइरहेको छु। एकदम सफा देखिएको छ। एकदम अहिले चाहिँ अब भर्खर 12-1 बजिरहेर नै होला। एकदम बवालै देखिरहेको छ किनभने ब्राइटनेस पनि बवालै छ नि त। अनि त्यही भएको हुनाले भिडियो पनि बवालै देखिरहेको छ। भने कति साथीहरू कति व्यक्तिहरू चाहिँ माथि गएर हेरिरहनु भएको छ भने यता चहलपहल चाहिँ बढ्दो क्रममा रहेको छ। एज यु क्यान सी तपाईँहरूले देख्न सक्नुहुन्छ। सो यहाँ आएर हेर्दै गर्दाखेरि कुनै बेला अल्छी लाग्यो भने पुरा आनन्दको फिल हुने खालको यो जुन विशाल बजार रहेको छ यहाँ चाहिँ जुन भाइब्स आउँछ साथीहरू। सो अब चाहिँ म न्यु रोडतिर लाग्दैछु, न्यु रोड गेटतिर। सो यहाँबाट देखिने कुराहरू पनि तपाईँहरूलाई मैले देखाइरहेको छु। जस पुरा साइलेन्ट पिसफुल गइरहेको छ। सो एज यु क्यान सी तपाईँहरूले आउनुभएको छैन भने आउनुहोला एकचोटि। सो म चाहिँ आइसकेँ भने पुरा यतातिरको आर्टहरू पनि क्या बवालै छ हेर्नु यो रोडको छेउछेउमा। अनि ट्रान्सपोर्ट पनि त्यत्तिकै बवाल भइरहेको छ यतातिर। जस बवालै छ। सो साथीहरू तपाईँहरू कहाँदेखि हुनुहुन्छ कमेन्ट गर्नुहोला। यदि च्यानलमा न्यानो ब्लग्समा चाहिँ तपाईँहरू नयाँ हुनुहुन्छ भने न्यू हुनुहुन्छ भने तपाईँहरूले चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ, लाइक पनि गर्नुहोला। आउँदो दिनहरूमा यस्तै खालको भिडियो हेर्नको लागि चाहिँ च्यानललाई लाइक सब्सक्राइब जरुर गर्नुहोला।